नमस्कार साथीहरू आज पनि पुनः तपाईँलाई मेरो यो भ्लगमा सानो भ्लगमा मिनी भ्लगमा स्वागत गर्न चाहन्छु। आज चाहिँ म इलाम जिल्लाको एकदमै चर्चित पालिका चुलाचुली गाउँपालिका अर्थात् नेकपा एमालेका युवा नेता स्वाङ नेम्पाङको क्षेत्रमा छु। यो चाहिँ मदन भण्डारी राजमार्ग हो। म चाहिँ यहाँ मदन भण्डारी राजमार्गमा हिँडेको छु। आज चाहिँ भने म तपाईँहरूलाई इलाम जिल्लाको चुलाचुलीदेखि सिलगढीसम्मको यात्राको सानो भ्लग देखाउन गइरहेको छु। तपाईँहरूलाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला, हेरिदिनु होला भन्ने मलाई आशा लागेको छ। आज चाहिँ देखिएको छ हेर्नुहोस् यस्तो ठाउँ छ चुलाचुली मदन भण्डारी राजमार्गले जाने सौन्दर्य अझै थपिन्छ यो चुलाचुली पालिकामा। यस्तो छ बाटो बिचमा यस्तो बिच भइरहेको छ, एकदम राम्रो छ। मैले भनेको छु यहाँ टिकटकहरू बनाउने रमाइलो गर्ने जोडीहरू यहाँनिर चाहिँ जोडीहरू आउने गर्दा यहाँमा देखिरहेको हुन्छु। गरेकोले गर्दाखेरि यहाँ सानो सानो भाइहरू देखाउने आइरहेको देखिन्छ। त्यस्तो छ, एकदम रमाइलो छ, रमाइलो छ। अझै यहाँनिर रेस्टुरेन्टहरू भएछ राम्रो हुने। अरू म चाहिँ अझै तपाईँको यसरी खाएको यो निर्माण काम हुँदै गरेको म देखाइरहेको छु। स्टुडेन्टको घरमा आइपुगेको छु। यहाँ एकदम निर्माण काम हुँदैछ। एसियन हाइवे बन्दैछ चाइनिज कम्पनीले टेका लगाएर। गाडीहरू सब जाम छ अहिले। यहाँ चाहिँ चाइना कम्पनीले ठेका पारेर महेन्द्र राजमार्गमा बाटो निर्माणहरू भइरहेछ एसियन हाइवेको। यस्तो छ, रुखहरू ठाउँ ठाउँ ढल्दैछ। तपाईँको चाहिँ बिचमा यसरी वेट गर्नुपर्ने रहेछ। अबको 1-2 वर्षमा चाहिँ तपाईँको यो राजमार्ग चाहिँ एकदम वान वे हुने सम्भावनाहरू छ। सो भिड छ यातायात कार्यालयमा है। यस्तो पानी परेछ पानी ट्याङ्कीमा है। वेस्ट बङ्गाल पऱ्यो है। वेस्ट बङ्गाल पश्चिम बङ्गाल हो। दार्जिलिङ जिल्ला हो यो। कुन जिल्ला? दार्जिलिङ जिल्ला। आप लोग सिलीगुड़ी जाओगे ना? सिलीगुड़ी हो, हामी चाहिँ सिलीगुड़ी हो। अंदर में पानी ट्याङ्की बजार हो यो। पानी ट्याङ्की हो। वेस्ट बङ्गालमा पर्ने रहेछ यो। कुन जिल्ला पर्यो यो? दार्जिलिङ डिस्ट्रिक्ट। दार्जिलिङ डिस्ट्रिक्टमा हुँदैछ। तपाईँले नेपाली हो सर घर? नेपाल पनि अनि हामी जस्तै छ। उहाँसँग पनि हामी एउटै सवारीमा बस्ने समय जुड्यो भनौँ। यता चाहिँ नेपाल जाँदैछौँ हामी। यता चाहिँ तपाईँको इन्डिया बोर्डर आइपुग्यो। यहाँ फोटो खिच्नु भिडियो खिच्नु मनाइ छ भन्छ। गाडीले बाटो छेको छ, पर्यो फसाद।